मिनी ग्रेट वाल भनेको चाहिँ त्यही हो। लु यो चाहिँ खासै त्यति लामो रहेन रहेछ। सैलुङ जाने बाटो है यो। एकदमै ठाउँ ठाउँ चाहिँ निकै ठाडै हिँड्नुपर्छ बाटो यस्तो छ। 3 पानी देउरालीमा लाउने रातो लोकल भाले खाने अनि सुई सुई हिँड्दै आउने नभए गाह्रो छ यहाँ हिँड्नलाई। भीमसेनको तरवार भनेर लेखेको चाहिँ के रहेछ खै कहाँ छ भीमसेनको तरवार यहाँ थिए। तर पनि थुम्का त्यहाँ पनि थुम्का यहाँ पनि थुम्का अनि उता पनि थुम्का अनि तलबाट हिँड्दै जाने यहाँ मास्तिर थुम्कै थुम्का। हेलो सबैलाई वेलकम छ आजको भिडियोमा। आज चाहिँ म सैलुङ पुग्नु भन्दैछु। सैलुङको नजिकै पुगिसकेको छु भनेदेखि यो चाहिँ ढुङ्गे बजार भन्दो रहेछ है। यो ढुङ्गे बजार यो तलतिर भन्दो छ। यो ढुङ्गे बजारमा चाहिँ म आइसकेको छु। यहाँबाट अब बाइकमा त्यही 10-15 मिनट जति हिँडेपछि पुगिन्छ। त्यसपछि 50-1 घन्टा चाहिँ 50 मिनटदेखि 1 घन्टा चाहिँ हिँड्नै पर्छ रेमासतिर होइन। यो तलतिर एकदमै दामी सिम होइन, दामी ठाउँ रहेछ यो ठाउँहरू। यो बाटो भने चाहिँ अब यतातिरको बाटो चाहिँ अलिक लामो बाटो, एकदमै खतम बाटो आइएछ। माथिबाट आएको भने चाहिँ अलिक राम्रै छ बाटो भन्थ्यो। अब एकछिन फर्किएपछि थाहा हुन्छ है त। म यहाँले अब सैलुङ डाँडा पुगिसकेपछि त्यहाँको के कस्तो रहेछ त्यो कुरा चाहिँ म सबै कुरा देखाउने छु। विशेष गरी यो भिडियो सैलुङ नआउनेहरूको लागि है त। यो ठाउँ के कस्तो छ म यहाँलाई सबै कुरा चाहिँ जानकारी गराउने छु। यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नु होला। यहाँनिर चाहिँ दुईवटा रहेछ। एउटा उता यहाँनिर बोर्डमा के लेख्छ काला पानी र मानगाउँ झोर जाने बाटो। झोर जाने चाहिँ उता रहेछ। यो काला पानी भने चाहिँ मास्तिर रहेछ। अनि यहाँबाट चाहिँ आएको बाटो यो छ है त। यतातिर पुरै यो बाटो यो ढुङ्गे बजार मेन कुरा यहाँबाट यो तल यो सेतो बाटो यो बाटो देखिने हो। यहाँबाट आउनु पर्नेमा म चाहिँ तल्लो बाटो यो बाटो होइन, यो बाटो देउरालीबाट मुनिबाट आएको यो बाटो यहाँबाट यो देउराली हो। त्यो रातो घरको मुनिबाट आएको त्यो रातो घरबाट मास्तिर जानु परेछ। त्यहाँबाट भने चाहिँ यो सिधा बाटो अलिक बाटो राम्रो छ भन्दो रहेछन्। म चाहिँ अलिक मुनितिर बसेको थिएँ, त्यही भएर तलतिरबाट आएको थिएँ। अब जाँदा चाहिँ माथिल्लो बाटो जानेछु है त। यहाँको ठाउँ यहाँको गाउँ एकदमै रमाइलो छ। बाटो भनेको यहाँ पिच चाहिँ मैले भेटिनँ है। यहाँको बाटो चाहिँ यस्तो रहेछ हेर्नुहोस् त। यी पुरा ढुङ्गा बिछाएको होइन, बाइक त ब्रुङ्की ब्रुङ उफ्रिँदो रहेछ। अब यहाँदेखि मास्तिर कम्पनी के छ म यहाँलाई सबै कुरा चाहिँ देखाउने छु, हेर्दै गर्नु होला। यतातिर चाहिँ घरहरू बन्दै रहेछ। सैलुङ डाँडा यहाँ ठुलो भन्दैछ नजिकै देखिन्छ भने यतातिर भने चाहिँ अब पानी पर्दाखेरि बिजोकै छ यो बाटो। सैलुङ जाने बाटो चाहिँ छ हेर्नुहोस् है। यता भनेको ढुङ्गा पनि सकेको छैन, गर्दैको छ है। कालो पानी भन्दा रहेछ यो ठाउँलाई। यहाँसम्म नि यो यहाँबाट हिँडेर जानुपर्ने ठाउँ रहेछ। ल कालो पानीको अलिक माथिल्लो भित्ता यतातिर झट्टै सजिलो बिसाइदिनु जाने मान्छे पनि केही छैन सोध्नलाई। यतै हो यता चाहिँ ए यो यसबाट चाहिँ माथि डाँडै पुग्छ हो। हो पानी पऱ्यो भने चाहिँ आउन सकिँदैन यो बाटो तम्लो छ है। माथि डाँडा चाहिँ निस्किनु भन्दैछ।
यो ठाउँ यस्तो रहेछ है बाटो भने चाहिँ खत्तम रहेछ ल यहाँनिर के रेस्टुरेन्ट बन्दैछ कि क्या हो ठाउँ चाहिँ एकदम पढाएर छ यहाँ चाहिँ दामी ठाउँ बन्दै रहेछ यहाँ त्यो यहाँ राखेर जाने जस्तो छ ल है अहिले चाहिँ म सैलुङको यो मिनी ग्रेट वाल भन्ने ठाउँमा चाहिँ आइपुगिसकेँ यो मिनी ग्रेट वालको स्टेपमा टक्क टक्क लाएर म निस्किँदैछु निकै थाकेँ हौ हिँड्नलाई यहाँ बाइक त यहाँसम्म आइपुग्ने रहेछ बाइक चाहिँ यहाँसम्म आइपुग्दा चाहिँ यतापट्टि साइडमा यहाँ पल्लोमा बाइक राख्छु छोडेर आएको अनि यताबाट हिँडेर आउनु पनि मिल्दछ तलभित्र राखेर है त ठाउँ चाहिँ यस्तो रहेछ अब यहाँबाट चाहिँ यो ग्रेट वालभित्र चाहिँ हिँड्नुपर्छ ल है यस्तो छ बाटो यस्तो रहेछ ठाउँ अब अझै माथि पुग्न खोइ कति लाग्छ कोनि त अब माथि पुगेर देखाउँला नि त्यो के हो यो चाहिँ ल यहाँनिर चाहिँ एकदमै राम्रो ग्रेट वाल गाह्रो रहेछ हौ यहाँबाट मुनितिरबाट चाहिँ सट्टो यो जङ्गलतिरबाट हिँड्नु पनि मिल्ने रहेछ ल हेर्नुहोस् है म चाहिँ यो मिनी ग्रेट वालमा साइलिङको मिनी ग्रेट वालमा हिँड्दैछु यो चाहिँ खासै त्यति लामो रहेन रहेछ होइन अलिकति स्याख्या चाहिँ हुँदो रहेछ लगभग 1 किलोमिटर चाहिँ छ कि मेरो विचारमा अब उयो डाँडासम्म चाहिँ उकालो अनि त्यहाँ डाँडाबाट चाहिँ ओह्रालो रहेछ भनिसकेपछि यो मिनी ग्रेट वाल चाहिँ अब यहाँ सिधेको जस्तो छ अब यहाँबाट यो माथि डाँडा अब निस्किने हो त्यो डाँडातिरबाट चाहिँ फेरि यसो घुमेर जाने यहाँ चाहिँ पसलहरू पनि रहेछ है त ल यहाँ चाहिँ यसो तातो चिसो खाने ठाउँ पनि रहेछ ल ठाउँ निकै राम्रो लेख्ने रहेछ यहाँ खाने ठाउँ पनि रहेछ यहाँदेखि माथि पुग्न कति लाग्छ अब बुनु आधा घन्टा लाग्छ हिँडेर ए ल यतातिर पसलको पनि व्यवस्था रहेछ है त मिनी ग्रेट वाल भनेको चाहिँ त्यही हो लु मजाले देखाउनु पऱ्यो मिनी ग्रेट वाल 1 किलोमिटर होला होइन यहाँबाट यसरी यो डाँडासम्म चाहिँ हिँड्नुपर्छ ल म चाहिँ यहाँ फेरि अर्को उकालो लाग्दैछु समस्या भइसक्यो यहाँ मास्तिर पनि पसल रहेछ ल हिँड्दै जाने अब मिनी ग्रेट वाल सिधेर चाहिँ यो अब यो चाहिँ ओल्ड ग्रेट वाल होला यो होइन पहिला पनि बनाएकै छन् बाटो त ए ल गाह्रो रहेछ घाँटी ल यतातिर पनि पसल रहेछ अब यहाँबाट हिँड्दै जाँदाखेरि चाहिँ आधा घन्टा जति लाग्छ रे हिँडेर जानु अब हिँड्नै पर्यो डर लागेपछि ठाउँ भने चाहिँ यस्तो रहेछ होइन तल फेदसम्म गाडी चाहिँ हुँदो रहेछ यतातिर चाहिँ अब हिँड्दै जाने रहेछ त्यहाँ पनि 3-4 जना हिँड्दै जाँदै रहेछन् म पनि पछि लखर कुद्दैछु निकै मलाई त पसिना आइसक्यो थिएँ आइहो गाह्रो छ जिन्दगी तपाईँहरू पनि उतै हिँड्नु भएको हो दाइ दिदीहरू डाँडै हो ए तपाईँहरू त्यतै बस्ने हो हिँड्नु ए तपाईँहरू घर उतै हो ए हामी चाहिँ यहाँ घुम्न आएको के हो डाँडा दिमखाडाङ ए घर तपाईँको भाषा बुझिनु क्या मेरो घर चाहिँ खोटाङबाट यहाँ घुम्न आएको ए म राई हो ए ल कति लाग्छ यो डाँडा पुग्न अझै पुगिहाल्यो है ल हजुर त्यही भएर घुम्न आएको घुम्नुपर्छ भनेर
ए नानु ए बाबु हजुर चल पर्यो एउटा त बस्न सक्दैन है दुईले चाहिन्छ दुईले एउटा बस्न सक्दैन दुईले चाहिन्छ साथी त चाहिन्छ साथी चाहियो नि नमस्कार ल सैलुङ हजुर सैलुङ घुमेर आइयो तपाईहरु कहाँबाट हामी त यतैको हो तर यता कालिम्पोङ हामी घुम्न आउँदैन हामी त ल यहाँ घुम्ने जाने जम्बो टिम अब हामी यसरी जाँदैछौँ है ल घन्टी पनि हल्लिँदैछ मासतिर गुम्बा त्यो कता कता दिएर त्यो दान गर्ने बेग्लेको हो हाम्रो लोबेन यस्तो सैलुङको विकास एकदम राम्रो रहेछ विकासे लोबेन आएछ कि त्यसले गर्दा यति विकास भएको सैलुङमा अब चाहिँ डाँडा आइपुगेछ कि अनि छैन आउँदैछ हिँड्नुपर्छ अझै पनि कति हिँड्नुपर्छ नि ल हजुर तपाईँहरूको गाउँ रमाइलो सुन्यो नि आएको अब हामी गाह्रो छ हामीले त चासो छैन कसरी यो बाटो त हेर्नुहोस् यो यसको यो छालासम्म हिँड्ने भाइबाट हिँड्ने ठाउँ यो है अहिले यो बाटो कति भारी भएर हिँड्यो है हामीलाई चाहिँ फेरि हर लाग्छ त्यतिको छैन क्या अहिले तपाईँले चाहिँ घर हिँड्नु भएको अनि खानेकुराहरू कसरी लानुहुन्छ त अहिले त गाडी छ सुविधा यो बाटो सजिलो भयो नि गाडी नत्र त अनि उताबाट गएर नजिक पर्थ्यो फेरि यो ढुङ्गर चाहिँ किन राखेको त यस्तो किन राख्छन् तपाईँलाई थाहा छ अर्थ त छ हजुर यसो अर्थ चाहिँ मैले थाहा भएन छ ठाउँ ठाउँमा त्यसरी राख्छ यसको ल जे होस् अब डाँडाको नजिक चाहिँ पुग्यो है डाँडाहरू यसमा सबै यो अर्थ छ चस्मा लगाएर आइदिएको छ चस्मै छोडेर कताबाट जाने होला अब हामी यो डाँडै जाउँ कि यताबाट गएर गएर छ होइन तपाईँहरू माथि जानुहोस् देवीथान यहाँ छ तल यहाँ मुनि देवीथान चाहिँ यहाँ यस्तो रहेछ है यहाँ 100 थुम्कोहरू छ भन्छ नि है छरे भन्छ नि हामीले गरेको छौँ मैले यो बाटो त हाम्रो त लास्टमै कति हिँड्यो नदीको तिर हेला भन्छ पशुपतिको मान्छेले त्यो पशुपति छेउ बस्ने त्यो कहिले जान्छ त्यो पशु दर्शनमा यता डाँडाबाट जाउँ यताबाट ल ल जानुहोस् है तपाईँहरू बिस्तारै ल यहाँबाट दौडिने हो ए यहाँ माथि पशुले सास नदिएर पुग्नुपर्ने रनिङ गर्ने ठाउँ पहिला ल हामी पनि यतातिर उकालो त्यहाँ दौडिनु पऱ्यो अब बिस्तारै ल हेर्नुहोस् है यो डाँडा माथिसम्म आइपुग्यो यो डाँडा यतापट्टि चाहिँ त्यो उहरू राखेको रहेछ भने यो डाँडा मात्रै रहेछ यहाँ अब खासै त्यस्तो त के छैन ए गाह्रो लाग्यो हिँड्न ल है एउटा थुम्काको डाँडामा म आइसकेँ 100 थुम्का छ भन्छन् ल यहाँबाट चाहिँ यो गौरीशङ्कर हिमाल निकै दामी देखिँदो रहेछ होइन ए यतातिर पनि थुम्का त्यहाँ पनि थुम्का यहाँ पनि थुम्का अनि उता पनि थुम्का अनि तलबाट हिँड्दै जाने यहाँ मास्तिर थुम्कै थुम्का अब यो माथि डाँडा पुग्नु छ भने निकै गाह्रो होला होइन हेर्नुहोस् त अब थुम्कै थुम्का छ यहाँ ए यस्तो थुम्काहरू छन् अब सैलुङको थुम्काहरू चाहिँ लगभग नाकमुखतिर चाहिँ कुल्चियो होला हिँडेर हिँड्न चाहिँ एकदमै गाह्रो छ है सास बढेर यहाँ गाह्रो छ ल ल तपाईँलाई मैले सैलुङको थुम्काहरू देखाउँदैछु कस्तो लागिरहेछ त्यो चाहिँ भन्नु होला अब यो सैलुङमा खासै त्यही थुम्काहरू मात्रै रहेछ त्यस्तोहरू त केही पनि छैन यो परतिरको थुम्का मैले अघि देखाएको कस्तो लाग्दैछ त्यो भन्नु होला है त लगभग त्यो बाइक तल राखिसकेपछि म हिँडेँ होला 20 मिनट जति 20 मिनट जति हिँड्दाखेरि म यहाँ आइपुगेँ है यो तल्लो थुम्कानिर अब यो म मासतिर पनि जान्छु कस्तो रहेछ के रहेछ त्यो पनि म यहाँलाई देखाउने नै छु मसँगै रहनु होला है त।
अब फेरि माथि आएपछि यस्तो ओह्रालो झर्नुपर्छ यहाँ ठिक गाह्रो छ हौ ल सैलुङको यो थुम्काबाट म मुनतिर झर्दैछु निकै गाह्रो छ यहाँ चाहिँ ओह्रालो झर्दाखेरि यो घुँडा काम छ उकालो निस्किँदाखेरि सास बढ्छ यस्तै हो हेर्नुहोस् है म अब यहाँबाट मासतिर जान्छु यो चाहिँ सैलुङको अब पहिलो थुम्कै होला ए म चाहिँ कुदेँ घुँडा दुख्छ ओह्रालो झर्दाखेरि उकालो निस्किँदाखेरि यस्तै छ फेरि म कुदेँ गाह्रो छ यहाँ चाहिँ ल हामी दुईजनाको ऊ सम्झना चाहिँ उसले चाहिँ सास बढ्यो अरे नजाने रे अनि मेरो अघि हिँड्दैछ नजाने भनेर पनि कस्तो लाग्यो भन त के चाहिँ रमाइलो छ रमाइलो अहिले त यसो फुस्रो डाँडा मात्रै देखिरहेको अनि धेरै हिँड्नु पर्ने रहेछ हिउँ पर्दा चाहिँ रमाइलो हुन्छ होला ल अहिले चाहिँ अब तल बाटो झरियो यो तल बाटोबाट यसरी हिँड्नुपर्छ है सैलुङ आउँदै हुनुहुन्छ भने चाहिँ ज्यान बनाएर टन्नै खाएर तल देउरालीमा लोकल भाली खाएर तपाईँहरू आउनुपर्छ अनि ज्यान बनाएर आइसकेपछि बाटो त फिलिली कटिन्छ अझै 3 पानी लाग्यो भने फिलिली बाटो एकदमै मजाले हिँड्नुपर्छ होइन दाइ गाह्रो छ हिँड्नु है देवथाना गइएन गएन अब मासतिर जाने हाम्रो घर यो सैलुङको उतापट्टि बनाउने कि भनेको दाइ यो ठाउँ एकदमै राम्रो लाग्यो के होइन घर चाहिँ उयो डाँडा छ नि यतातिर अब बसोबास गरौँ कि बस्ने सारौँ कि भनेको दाइ त्यो छ यहाँ हाम्रो दाइ पनि हुनुहुन्छ है हामी दुईजना छौँ कस्तो लागिरहेको दाइ उकालो भन्नु घरका खटेक म हो त्यो राङ्ती रुइला कुन थरको भनेको म कुन थरको भनेको म चाहिँ राई खोइ जाइ खोइ भनेको बुढी खोइ भने बुढी तपाईँको घर चाहिँ कता यो पातले डोरा तपाईँ जाने यही बाटो हो यताबाट जाने यो डाँडा कटेर जाने ए डाँडी पातले जाने तपाईँलाई हिँड्न चाहिँ कति गाह्रो भइरहेछ ठिकै छ के हिँड्नै पर्यो अब किन हामी यो ठाउँ हिँड्दाखेरि चाहिँ ऊ के अरे अलिकति तल देउरालीमा भालीहरू खाएर 3 पानी लाएर चाहिँ मजा आउँछ होला है हिँड्न ठिक त्यो मैले सक्दैन फेरि है है त्यो नभए कमै छ नि भाइ है हामी त राई म राई ल फुइजाइ यो डाँडा पुग्न अब 10 मिनट पुगेला नि है गाह्रो छ हजुर खै राख्ने ठाउँ नै पाइनँ मैले त्यही भएर बोकेँ तलतिर पनि खै चिनेको मान्छे रहेनछ राखिदिने फेरि तल छोराख्नु भयो नि टाउको छैन भने फेरि जान गाह्रो यहाँ माथि छ कि यहाँ चाहिँ सोड र भीमसेनको तरवार भनेर लेखेको छ के रहेछ खै कहाँ छ भीमसेनको तरवार यहाँ थिए खै हावा कुरा गर्ने यार भीमसेनको तरवार भनेर कहाँ छ र खै भीमसेनको तरवार यहाँनिर एउटा बुट्टा रहेछ अलिक राखेको भए पो भीमसेनको तरवार भन्नु गएको थिएँ ए लेखिएको छ तर भीमसेनको तरवार चाहिँ छैन है देखिनँ मैले चाहिँ त्यही भएर हावा भने हो ल हेर्नुहोस् है साथीहरू यहाँ यो के भन्छ नि सैलुङ डाँडा आउनेहरू चाहिँ अघि नै भने 3 पानी देउरालीमा लाउने रातो लोकल भाले खाने अनि सुई हिँड्दै आउने नभए गाह्रो छ यहाँ हिँड्नलाई 15 दिन पनि घुमिसक्दैन म चाहिँ तलबाट अहिले लगभग 20 मिनट 25 मिनट भयो यहाँ हिँडेको म चाहिँ टन्नै हिँडिरहेको त्यही भएर अलिक बल भएर चाहिँ हिँड्दैछु ल यो बाटो पनि म तपाईँहरूलाई देखाइरहेको छु है अहिले चाहिँ अब यो चैत महिना भएर होला पुरा खोइरहेको थियो क्या उता चाहिँ शङ्कर हिमाल के अरे गौरी शङ्कर हिमाल देखिन्छ यता त कति हो कति ल है यहाँ चाहिँ यो
ढुङ्गा यस्तो चलन चाहिँ एकदमै रहेछ। पहिला हामी पनि खुब गर्थ्यौँ। जुरे ढुङ्गा महादेव सैलुङ भन्ने चाहिँ यता रहेछ है त, यहाँ देखाइरहेको छ। अब हामी चाहिँ सैलुङ जाने हो। डाँडा है, ठाउँ बाटो घाटो चाहिँ यस्तो छ होइन, रमाइलो छ। अब यहाँ भ्यू टावर बनाउँदै रहेछ, त्यहाँसम्म चाहिँ पुग्नै पर्ला, त्यहाँदेखि चाहिँ फर्केर आउने हो। त्यहाँदेखि उता त गइँदैन। ल बाटो भने यस्तो छ। यस्तो त पहिला मैले ढाक्रे टोकमा लाएर कति हिँडेको, अहिले चाहिँ फेरि रहर लाग्यो घुम्नलाई। जिन्दगी यस्तै हो, के गर्नु। सैलुङ जाने बाटो होइन, सैलुङ नआउनेहरूको लागि यो बाटो है। यो भिडियो हेरिसकेपछि तपाईँले विचार गर्नु होला, सैलुङ जाँदाखेरि कस्तो बाटो हिँड्नुपर्छ भनेर। यहाँ त बाइक पनि आउँदैन, घोडा चाहिँ आउँछ है, तर घोडा चाहिँ छ छैन थाहा छैन। हे गाह्रो छ सैलुङ जानलाई। निकै चिटिक्क परेको एकदमै रमणीय ठाउँ सैलुङ डाँडा। अहिले म धेरै माथि आइसकेको छु। यहाँलाई मैले यो तल्लो थुम्का देखाएँ। यहाँ तलबाट हिँड्दै आउने हो। हेर्नुहोस् यहाँ थुम्काहरू भने चाहिँ 100वटा थुम्का छ भन्ने भनाइ छ यो ठाउँमा। हेर्नुहोस् है, सैलुङमा तपाईँहरूलाई एकदमै रमणीय, एकदमै राम्रो, एकदमै दामी ठाउँ मैले यहाँलाई देखाइरहेको छु। अझै माथि भ्यू टावर बन्दैछ, त्यो ठाउँसम्म पुग्ने मेरो योजना छ। म पुग्छु नै। यहाँहरूलाई मैले यो सैलुङको वरिपरि मैले देखाइरहेको छु भने यो पारि सेतो टिलिक्क टल्किरहेको यो गौरी शङ्कर हिमाल, के राम्रो दृश्य होइन। टिसिक्क यहाँनिर देखिन्छ भने यतातिरको मनोरञ्जन दृश्यले गर्दा यो ठाउँमा आइसकेपछि एकदमै फ्रेस, एकदमै राम्रो होइन। हररररररर सरररररर बनाउँदो रहेछ यो ठाउँमा। अब यस्तो ठाउँ त म पहिला पनि निकै हिँडेको, तर यो ठाउँ चाहिँ पहिलोचोटि आएको छु त। यो ठाउँको सबै कुरा चाहिँ मैले यहाँहरूलाई देखाउने कोसिस गरिरहेको छु। यहाँहरू पनि सैलुङ आउँदै हुनुहुन्छ भने पनि विचार गर्नु होला। हिँड्दाखेरि चाहिँ अलिक निकै सास बढ्दो रहेछ है त यो ठाउँमा। कहिले नहिँड्नेको लागि चाहिँ अलिक गाह्रै छ, तर पनि समस्या छैन, मान्छे हो। यस्तोहरूलाई त मजाले पार गरिन्छ, टेन्सन गर्नु पर्दैन। आउने विचार छ भने रमाई नाची यहाँहरू आउनु होला। है अब यहाँबाट म पारी जान्छु। सैलुङ जाने बाटो है यो, एकदमै ठाउँ चाहिँ निकै ठाडो हिँड्नुपर्छ बाटो। यस्तो छ। कस्तो लागिरहेछ भन है। रुनु आँटेको छ, कुन दिन रुन्छ। सास भरेर यहाँ गाह्रो छ सैलुङ जाँदाखेरि होइन। अलिक बिस्तारै हिँडेको भने हुन्थ्यो। कुदाइ पनि अलिक ठुलै छ, त्यहाँबाट सास पनि गतिले भरिरहेको छ है। हामीसँग टिम त तल कहाँ छोडायो। बिस्तारै उनीहरू आइरहेछन् होइन। बाटो भनेको यस्तो छ सैलुङ जानलाई। ल गाह्रो छ जिन्दगानी, सजिलै मान्यो भने सजिलै छ जिन्दगानी। जस्तो सोच्यो उस्तै छ जिन्दगानी। अब बिस्तारै हिँडेको भने यहाँ आइपुगिँदैन थियो। अब हामीले थाहा राखेको छ त्यो बुढाहरू, तिनीहरू त अब कतिखेर आउँछन्। त्यहाँनिर भने चाहिँ भ्यू टावर बन्दै रहेछ, त्यहाँ गुम्बा पनि रहेछ। ल यस्तो छ है, यस्तो उकालो हिँडेर आएको। कम्ती गाह्रो छ यहाँ हिँड्न, गाह्रो पनि त्यस्तै मजा पनि छ है हिँड्नलाई। त्यो तलबाट आइसकेको। यहाँ माथि चाहिँ चौँडी गोठहरू रहेछ। ल थुम्का जाब त सिमा ठुक्ने कति हो कति होइन। ल हेर्नुहोस् त यतातिर यो ढुङ्गा कस्तो मजाले बसेको। यो ढुङ्गामा बसेर चाहिँ चट्टा फोटो खिच्नलाई चाहिँ दामी देखिने रहेछ है। यहाँ तलतिर गाउँ होइन, यतै छ। अब यहाँ माथि ढुङ्गा जानलाई चाहिँ टाढो छैन। र साथीहरू म चाहिँ सैलुङको धेरै माथि आइसकेँ। ल के हो त्यो
नोबेल अफ अर्थ रे हो के रहेछ पृथ्वीको नाइटो रे हो गाँठे लु हेर्नु त पृथ्वीको नाइटो त्यसका बाजे लु यतातिर भने चाहिँ यो च्यान हो कि क्या होइन त्यस्तै होला यतातिर चाहिँ च्यानहरू कि अब माने भन्थ्यो पहिला चाहिँ यो चाहिँ मलाई थाहा छैन विशेष गरी यो लामाहरूले यस्तो बनाउने गर्थे अब यतापट्टि गुम्बा त्यसको छेउमा पनि म आइसकेको छु नजिकै पुगिसकेँ ल हेर हिँड्दिनँ भनेर उनीहरू माथि पुगिसक्यो डाँडामा जाँदिनँ भन्ने डाँडा पुगिसक्यो ल त्यहाँ यता हेर त ल डाँडा पुगिसक्यो अब यहाँभन्दा डाँडा माथि छैन साइलिङको सेरा ठुम्का चाहिँ अब यहाँबाट देखिन्छ है ल हेर्नुहोस् त म यसरी सुवा सास गर्दै जाँदैछु अनि यहाँनिर भ्यू टावर भन्दैछ रहेछ सासै नबढे पनि बढाउनु पर्छ है स्वास्थ्यको लागि फाइदा किन सुनिसकेको छु ल भन कस्तो लाग्यो रुनु आँटेको छ कुद्दा खै ऊ यतातिर जाउँ अनि फर्कौँ छिटो ल है यहाँभन्दा माथि डाँडै छैन होला ल यहाँ पसल पनि रहेछ ल साइलिङको माथि डाँडा आइसक्यो ल यो थुम्काहरू सैलुङको होइन 100 थुम्का मध्ये 10 थुम्का चाहिँ देखाइसकेँ होला यतापट्टि पनि थुम्का छ यहाँ भने चाहिँ गुम्बा छ ल यहाँ त पसल छ के पाउँछ नि ए जडीबुटी चिया कस्तो छ जडीबुटी चिया ए यहाँ त के हो यो हरियो पो छ त भटमास सानी हो यहाँ माथि पनि नेट टिप्छ हो नेट तपाईँले नेट नै हिँड्दा होइन ए खै ल्याउनु चाखौँ यहाँदेखि उता के छ बहिनी हजुर यहाँदेखि उता के छ उता केही पनि छैन यही हो सर नाग्लो हजुर हामी त तल घरमा तलतिर हो यहीँ खाने दिनु न उमा ए कति रुपियाँको आउँछ यो बट्टाको 100 रुपियाँ हो 2 रुपियाँको आउँदैन पानी पनि छैन त्यो भन दिनु टोक्न सकिन्छ सकिँदैन पहिला चाखौँ एउटा ल्याउनु त हुन्छ चाख्नुस् न कसरी भट्मास हरियो यो त्यो हरियो किन्न पाउँछ तल हजुर किन्न पाउँछ तलतिर किन त भटमास मिठाई रहेछ एक प्याकेट छ नि बिउलाई त थुप्रै चाहिँ सक्यो एक बिउ लगाएर अनि कति महँगो त यो अब के गर्नु महँगो छ यो जात भटमास अब यहाँ खाँदैछौँ है त भटमास यो चिया ए ल हाम्रो बहिनीले यहाँ भटमास दिँदै हुनुहुन्छ यो साइलिङमा मान्छे कति घुम्न आउँछ कुन महिना प्रायः गरी आउँछन् सधैँ आउँछ सधैँ आउँछ है अहिले त तल छ यहाँ त छैन नि खोकी भयो मलाई त भटमास खाएर हो कि क्या हो कता छ अहिले चाहिँ त अहिले त तलतिर देखिन्छ अहिले अहिले त देखिँदैन नि खै जङ्गल पछि गयो नि यहाँतिर अहिले घाँस छैन यहाँतिर अनि पछि मात्रै आउँछ पछि बर्खामा चाहिँ आउँछ त्यो पनि मान्छे ल्याउने हो नि बर्खामा त चिप्लिन्छ होला यो बाटो त धेरै चिप्लिँदैन चिप्लिँदैन यहाँ चिप्ले छैन यहाँ त पुरा झ्यास पलाउँछ नि यस्तो झ्यासमा फेरि चिप्लिँदैन नि पानी सिधेला पानी छ नि यहाँ कतिको बेच्नुहुन्छ कति स्याक बेच्नुहुन्छ 1000को बेच्नुहुन्छ मही चाहिँ कसरी हो सानो मही कसरी हो 25 रुपियाँ हो मही चाहिँ खाऊ पैसा बोकेन मैले त मैले बोकेको ल यहाँ अर्गानिक पेपर हुन्छ कहिले 100 को पेपर हुन्छ के को मही हो भैँसीको भैँसीको हो तपाईँको घर चाहिँ कुन
हजुर कुन ठाउँ यता हाम्रो झोर भन्ने ठाउँमा झोर भन्ने ठाउँमा झोरमा स्कुल छ कि छैन हजुर झोरमा स्कुल छ कुन चाहिँ स्कुल छ स्कुल त ल त्यहाँ भटमास र मै खाइयो अब यहाँभित्र यो भ्यू टावर छ यतातिर अब सिरियो यतातिरको यो माने भन्छन् त्यो कस्तो रहेछ ल ठाउँ त कैदाको रहेछ त ल है यहाँनिर चाहिँ भ्यू टावर गजबको बन्द रहेछ भ्यू टावर नै होला सायद यो होइन यो लामहरूको यो टाँगेको विभिन्न यो के भन्छ है झन्डाहरू अब त जाने हो ल यतापट्टि भने यस्तै रहेछ अरू खासै त्यस्तो के छैन के को एन्टिनाहरू छ यहाँनिर ल है के को होला अनि यतापट्टि यो साइड चाहिँ फेरि रामेछाप है यो साइड चाहिँ रामेछाप देखाउँदैछु मैले ए यतापट्टि यस्तो छ ल सबै कुरा मैले देखाएँ है खरक खुरुक लु है सैलुङको भ्यू टावरमाथि आइसकेँ म सैलुङको भ्यू टावरबाट चाहिँ मुनितिरको अवस्था यस्तो रहेछ है सैलुङको भ्यू टावरबाट तल मुनि देखेको ठाउँ अब वरिपरि त देखाउनै पर्यो होला यो भ्यू टावरमा पसिसकेपछि यता यस्तै रहेछ भ्यू टावर चाहिँ सबैभन्दा हाइटमा अनि सबैभन्दा माथिको बिचको डाँडामै रहेछ अनि यतापट्टि पनि अलिअलि डाँडा रहेछ स्याहार थुम्को छ भन्थ्यो खोइ छ जस्तो लागेन थुम्का त मलाई त साना साना पनि गर्ने हो भने चाहिँ स्याहार पुग्छ होला लु हेर्नुहोस् है मैले यहाँलाई भ्यू टावरमा पनि सैलुङको भ्यू टावरमा पनि पसेँ अनि तपाईँहरूलाई मैले जस्ताको तस्तै हिँड्दै आएको चाहिँ यता थुम्कोहरू चाहिँ अलिक धेरै यता रहेछ है यस्तो छ ल यी सैलुङको डाँडामाथि पसिसकेपछि कालो देखिँदो रहेछ क्यामेरामा पनि अब डाँडा यस्तै छ उयो हिमालय टल्केर होला पुरा कालो है यस्तै छ लु अब म चाहिँ फर्केँ सैलुङ डाँडा घुमेँ तपाईँलाई पनि मैले भिडियो देखाएँ अब कस्तो लाग्यो त्यो चाहिँ भन्न भने नबिर्सिनु होला यो सैलुङको भ्यू टावरको यो भनेको चाहिँ माथि पस्ने भर्याङको स्टेपहरू हो पानी खोइ कहाँबाट आउँछ पानी जमिनबाट आउँछ होला ल है लु है हेर्नुहोस् है सबै कुरा मैले देखाएँ भेन्जेल मैले देखिन्जेल सके जतिको मैले सबै कुरा देखाएको छु जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्न भने चाहिँ नबिर्सिनु होला टावरको भर्याङबाट चाहिँ म ओह्रालो झर्दैछु आज चाहिँ सैलुङ हामी लिएर दुईजना आएको ऊ चाहिँ मेरो डार्लिङ हो हामी दुईजना अब घुमेर फर्किन्छौँ यहाँ पानी चाहिँ कहाँबाट आउँछ दिदी पिउने पानी चाहिँ कहाँबाट आउँछ कुन ठाउँबाट हो ए 600 यहीँ त्यही पानी पिउनुहुन्छ तपाईँहरूको घर चाहिँ ए यतापट्टिको त रामेछाप पर्छ नि सैलुङ जाँदा यस्तो बाटो पनि हिँड्नुपर्छ है खुट्टाले यस्तो बाटो पनि हिँडेर जानुपर्छ यो चाहिँ अलिकति उताबाट घुमेको बाटो हामी त्यो रेल मार्ग भन्छ नि मिनी ग्रेट वाललाई सिधाएर अलिक माथि गइसकेपछि यस्तो बाटो पनि हिँड्नुपर्छ ए लखर 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 हामी दुईजना हिँड्दैछौँ होइन यस्तो छ ठाउँ यस्तो छ निकै रमाइलो छ अब म र मेरो डार्लिङ चाहिँ हामी दुईजना चाहिँ लखर 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 यो जङ्गलभित्र हिँड्दैछौँ अब यहाँबाट चाहिँ तल फ्याट्ट निस्किन्छ तपाईँहरू पनि अब आउने सोच छ भने यस्तो जङ्गलतिर पनि हिँड्नुपर्छ भनेर सोच्नु होला है त